यो सानो कान भनेको यही हो। यतैबाट हो त दाइ जाने होइन होला, यस्तो राम्रो बाटो खद्दा फेरि। त्यहाँबाट हामी चाहिँ ट्याक्क देवचुली ट्रेकिङको लागि हिँडेको। उता तलबाट आउँदाखेरि यता पोखरी जाने बाटो हो, यताबाट देवचुली डाँडा जाने। देवचुली डाँडा चाहिँ त्यो हो। त्यो होमस्टे बाख्रा खस्ला दाइ तल। कुन खसी खाने फोटो खिचेर हालिदिनु न। डाँडो देवचुली डाँडो हिँड्ने लगभग 10-15 मिनट हिँड्यो। अहिले थकेलाएर फ्याँ परिसक्यो। तलको ऊ त मगर होमस्टे हो पोखरीको, हो त्यो मगर होमस्टे हो। यहाँ भरिया पुग्दै आउनु दिदी। त्यो चाहिँ पोखरी ट्याक्कै छुट्टिन्छ। यता तलबाट डेढगाउँ पनि पुगिन्छ। डेढगाउँ हुँदै पोखरा। यो चाहिँ यहाँसम्म बाइकै आउने रहेछ। हामी हिँडेर फ्याँ मात्रै परियो। त्यहाँबाट सिधै गएपछि चाहिँ ठ्याक्कै हामी बस्ने होमस्टे होटेल पुगिन्छ। ट्याक्कै दलदली बजार ल अलिअलि नि देखिन्न रहेछ त यहाँ। मुन्डे पो हो बहिनी, त दलदली नि होला। ए यार कुमसोद त त्यही रहेछ। यो चाहिँ कुमसोद हो। देवचुली डाँडा त्यही हो। हामी यहाँ हिँडेर दौडिँदा फ्याँ परियो। हाम्रो दाइ यस्तो पारा छ। अरू टोलीहरू आउँदैछन्। 10 घरे गाउँ रे त। हामी लगभग हिँडेको 1 घन्टा भयो। आउँदै हो हिँड्दै हो पुगेन होमस्टे। तलबाट 1 घन्टा पुगिन्छ भन्थे, 1.5 घन्टा लाग्छ जस्तो। हामी कति घन्टा हिँड्यो त? 1 घन्टा 1.5 घन्टा हिँडेर ठ्याक्कै फोर सिजन आइपुग्यो। फोर सिजन होटेल आइपुग्यो। हाम्रो गन्तव्य यही नै हो। बिहान 4 बजे उठेर हिँडेको। तपाईँको यस्तो ठाडो उकालो हो यार। ढलानु गरेको यता तल हेर्नुहोस्, त्यो ठाडो उकालो छ। अहिले 4:40 भयो। हिँड्नेछ कुन डाँडामा पुग्ने हो? दौडेको पुग्दैन। हेरौँ त दलदली बजार हो। झिलिमिलीवाला झिलिमिली देखियो नि। थोरै दलदली हो। दलदली मुन्डे जे हो त्यो झिलिमिली हो। यताबाट कता हो यार। हिँडेको गरेर 4 बजी हिँडेको 5 बजिसक्यो। पुग्दैन क्यारे डाँडो। ए राता मकै हिँड्नेछ बत्ती बालेछ हिँड्नेछ त डाँडा पुग्ने रे। कहिले आउने हो? 5:40 गयो। हामी पुग्नु पर्ने डाँडो त हो। बोल्न यहाँ छु। यता सहरहरू देखियो। कुन सहर हो थाहा छैन। हिँड्दा फ्याँ परिसक्यो।
2 घन्टाको हिँडाएपछि बल्ल आइपुग्यो अलिअलि। उतो चाहिँ पोखरी हो। बाइक चाहिँ त्यहाँ राख्यौँ हामीले। सरभरी हिँडेर आउँदै हुनु अझै छ। ओइ उतो डाँडामा पुग्ने हो हेर्ने भनेर आएको। सनराइज राइज भइसकेको छ। फाइनल रिच इन्टु द देवचिल डाँडा। ढिलो भयो, सनराइज पनि उदाइसक्यो। त्यहाँबाट माडीसम्म देखिन्छ अरे, तर माडी देख्न पाइएन ढिला भएर। कुहिरो सुइरो लागिसक्यो। हिमाल पनि देखियो यहाँबाट। माछा पुछ्रे, अन्नपूर्ण सब हिमाल। यति नै हो। अब हामी पुग्यो, अब फर्किने हो। लगभग 4, 5, 6, 7 भनेपछि 2.5 घन्टा लाग्यो हाम्रो टोलीलाई।